नमस्कार सबैलाई। ल आज हामी इपिएस टपिक स्ट्यान्डर्ड टेक्स्ट बुकको च्याप्टर 2 मा छौँ है। यो पाठ सकिँदासम्म हामी हाम्रो वरिपरि देखिने सामान्य सामानहरूलाई कोरियन भाषामा के भन्छन् र त्यसको बारेमा कसरी कुरा गर्ने भनेर मज्जाले सिक्नेछौँ। ल आजको हाम्रो यात्रा कस्तो हुन्छ त? सबभन्दा पहिले हामी केही नयाँ शब्दहरू हेर्छौँ, त्यसपछि व्याकरणको पालो अनि सानो कुराकानीको अभ्यास पनि गरौँला। लास्टमा सबै कुरालाई सरर सम्झिनेछौँ र एउटा प्र्याक्टिस क्वेसन पनि हल गर्नेछौँ। ल त सुरु गरिहालौँ है। ल हाम्रो पहिलो खण्ड। अब कुनै पनि भाषा सिक्नलाई शब्द त जान्नै पर्यो होइन र? त्यही भएर आउनुहोस् हाम्रो दैनिक जीवनमा चाहिने केही सामानहरूको कोरियन नाम सिकेर हाम्रो बेस बलियो बनाऊ। ल पहिलो शब्द हेरौँ, छिगाप। यसलाई भनिन्छ जिगाप, भनेको वालेट। ल एकचोटि सँगै भनौँ त, छिगाप। अब अर्को एकदमै महत्त्वपूर्ण शब्द, खास गरी हामी सबैको लागि, यकवान। उच्चारण हुन्छ यकवान, मतलब पासपोर्ट। ल फेरि एकचोटि, यकवान। यो त हामी सबैले बोक्ने चिज हो, खाबाङ। यसलाई भन्छन् खाबाङ, मतलब झोला। ल भन्नुहोस् त, खाबाङ। अब पानी पर्यो भने के चाहिन्छ? हो, उसान। उच्चारण हुन्छ उसान, भनेको छाता। ल एकचोटि अभ्यास गरौँ है, उसान। यो हेर्नुहोस् त, यल्स्वे। यसको उच्चारण हुन्छ यल्स्वे, मतलब चाबी। ल फेरि भन्नुहोस् त, यल्स्वे। अनि हाम्रो यो खण्डको अन्तिम शब्द ह्वाजङफुम। उच्चारण हुन्छ ह्वाजङफुम, भनेको कस्मेटिक्स। ल शब्दहरू त हामीले सिक्यौँ, तर यिनीहरूलाई वाक्यमा कसरी भन्ने त? हो, त्यसकै लागि अब हामी ग्रामर सिक्नुपर्छ। ल अब आयो हाम्रो दोस्रो खण्ड। यहाँ हामीले भर्खर सिकेका शब्दहरूलाई प्रयोग गरेर वाक्य बनाउन सिक्नेछौँ। यसले हाम्रो बोल्ने स्किललाई अझै राम्रो बनाउँछ। हाम्रो पहिलो ग्रामर पोइन्ट छ इएयो अनि येयो। यो के हो भन्दा कुनै पनि चिज हो भन्नलाई प्रयोग हुन्छ। जस्तै यो झोला हो भन्नु पर्यो भने हो, त्यति बेला हामी यसको प्रयोग गर्छौँ। यसको नियम एकदमै सजिलो छ। सबै कुरा फाछिम, मतलब फाछिममा भर पर्छ। फाछिम भनेको के हो त? शब्दको तल झुन्डिएको कन्सोनेन्ट। अब हेर्नुहोस् है, यदि शब्दको अन्त्यमा फाछिम छ भने हामी इएयो लगाउँछौँ। जस्तै खाबाङमा अन्तिममा यङ फाछिम छ नि, हो, त्यसैले खाबाम इएयो भयो। तर यदि शब्दको अन्त्यमा फाछिम छैन, भावेलमा टुङ्गिन्छ भने हामी येयो लगाउँछौँ। जस्तै यल्सिएमा अन्तिममा फाछिम छैन, त्यसैले यो भयो यल्सिए एयो। कति सजिलो होइन त? ल हो भन्न त आयो, अब होइन भन्नु पर्यो भने चाहिँ के गर्ने होला? हो, त्यसको लागि हामीसँग छ इ वा गा आनियो। यहाँ पनि नियम उही हो, सबै खेल फाछिमकै हो। यदि शब्दको अन्त्यमा फाछिम छ भने इ आनियो जोड्ने। जस्तै छिगापमा फाछिम छ, त्यसैले वालेट होइन भन्दा छिगाबी आनियो भयो। अनि यदि फाछिम छैन भने खा आनियो जोड्ने। जस्तै उइसा, मतलब डाक्टर, यसमा फाछिम छैन, त्यसैले डाक्टर होइन भन्दा उइसागा आनियो भयो। क्लियर भयो है? अब तेस्रो ग्रामर पोइन्ट, कुनै सामान कसको हो भनेर देखाउन। जस्तै रामको किताब भन्दा को लगाउँछौ नि हामी, हो, ठ्याक्कै त्यस्तै कोरियनमा उईको प्रयोग हुन्छ। यो पार्टिकलले कस वा को कि काको काम गर्छ। यो एक्जाम्पल हेरौँ त, एकदमै प्र्याक्टिकल छ। मेरोलाई कोरियनमा चहे भनिन्छ, तर बोलीचालीमा चाहिँ जसरी हामी गर्नुपर्छलाई गर्नुपर्छ भन्छौँ, उनीहरू छहेलाई छोटकरीमा चे भन्छन्। त्यसैले त्यो मेरो चाबी हो भन्दा खुकन छये यल्सेयो भन्नु त ठिकै हो, तर खुकन जे यल्सेयो भन्यो भने चाहिँ एकदमै नेचुरल सुनिन्छ। ल थ्योरी त धेरै भयो, अब पालो हो प्र्याक्टिसको। हामीले सिकेको भोकाबुलरी र ग्रामरलाई एउटा सानो कन्भर्सेसनमा कसरी प्रयोग गर्ने त्यो हेरौँ है त। यसले हामीलाई रियल लाइफमा बोल्न मद्दत गर्छ। ल यो डायलग हेरौँ। यहाँ युसुफ र अगुङ कुरा गर्दैछन्। युसुफले सोध्दैछन्, अगुङजी यो मधुजीको झोला हो? हेर्नुहोस् त, यहाँ मधुजीको भन्नलाई माधुसिएको प्रयोग भयो अनि प्रश्न सोध्नलाई खाबाङ इएयो को प्रयोग भयो। अब अगुङको जवाफ हेरौँ, होइन यो मेरो झोला होइन,
यहाँ होइन भन्नलाई आनिएयो र मेरो भन्नलाई जे को प्रयोग भएको छ। हामीले भर्खर सिकेका सबै कुरा यहाँ प्रयोग भयो। ल, हामीले आज धेरै कुरा हेऱ्यौँ। अब एकचोटि सर्र रिभिजन गरौँ है त, यो च्याप्टरका मेन पोइन्ट्सहरू के थिए भनेर। ओके, आजको मुख्य टेकअवे के हो त? पहिलो, हामीले छिगाप, खाबाङ जस्ता दैनिक सामानका नाम सिक्यौं। दोस्रो, कुनै कुरा हो भन्नलाई नाउनमा फाछिम छ भने इएयो, छैन भने येयो लगाउन सिक्यौं। तेस्रो, होइन भन्नलाई फाछिम छ भने इ आनिएयो, छैन भने खा आनिएयो लगाउने। अनि चौथो, को, कि, का भन्नलाई उही प्रयोग गर्ने। हेर्नुस् त, यति थोरै कुराले नै हामी कति धेरै सामान्य प्रश्न उत्तर गर्न सक्ने भयौं। ल, अब पालो आयो आफूलाई जाँच्ने। इपिएस टपिक परीक्षामा आउने जस्तै एउटा प्र्याक्टिस क्वेसन हल गरौँ र हेरौँ हामीले कतिको बुझेछौँ। प्रश्नले के भन्छ भने तल दिएका वाक्यहरूमध्ये कुन चाहिँ व्याकरणको हिसाबले सही छ त्यो छान्नुहोस्। राम्रोसँग हेर्नुहोस् है। ल, अप्सनहरू हेर्नुहोस् त। नम्बर 1, 2, 3 अनि 4। एकछिन सोच्नुहोस् कुन चाहिँ सही होला। हिन्ट, पार्टिकलहरूमा फोकस गर्नुहोस्। ओके, समय सकियो। सही उत्तर हो नम्बर 2, थल्यगी आनिएयो। किनभने थल्यग शब्दको अन्त्यमा फाछिम छ र फाछिम हुँदा हामी इ आनिएयो नै लगाउँछौं। अरू किन गलत भयो त? किनभने छिगापछि नुन होइन, धोङसेङपछि गा होइन र यल्सेपछि उन होइन, अरू पार्टिकल लाग्नु पर्थ्यो, जसले मिलाउनु भयो। वेल डन। एउटा कुरा याद राखौँ है, यो च्याप्टर भनेको खालि शब्द र ग्रामर मात्र होइन। यो त एउटा नयाँ ठाउँमा नयाँ मान्छेहरूसँग आत्मविश्वासका साथ बोल्ने पहिलो खुड्किलो हो। त्यसैले सिकेका कुराहरूलाई प्र्याक्टिस गर्दै गर्नुहोला। ल, अब सोच्नुहोस् त, कोरिया पुगेपछि कसैले सोध्ने वा आफूले सोध्नुपर्ने पहिलो सामान के होला? यही सोच्दै गर्नुहोस्। हामी अर्को पाठमा भेट्नेछौँ।